तपाईको शरीरमा कालो जादु छ अथवा हजुरको घरमा कालो जादु छ भनेर कसरी जान्ने? कालो जादुको लक्षण कस्तो हो? ब्ल्याक म्याजिकको लक्षण कस्तो हुने गर्दछ? जान्नुहोस्। यस्ता लक्षण देखा पर्दछन् भने हजुरको शरीरमा, हजुरको घरमा कुनै व्यक्तिले नकारात्मक शक्तिलाई छोडिदिएको छ र यसै कारणले गर्दा हजुरको घर भताभुङ्ग भएको छ, तहसनस भएको छ, हजुरको सम्बन्ध तहसनस भएको छ, हजुरको कामहरू तहसनस भएको छ, हजुरको जीवन तहसनस भएको छ। यस्तो अवस्थामा यी लक्षणहरू देखा पर्ने गर्दछन्। जान्नुहोस् र आफ्नो जीवन परिवर्तन गर्नुहोस्। सर्वप्रथम कमेन्ट बक्समा गएर जय शम्भो लेख्न नभुल्नुहोस्। र हजुरलाई यस्तो भइरहेको छ भने हजुरको शरीरमा कालो जादुको असर छ, हजुरको घरमा कालो जादुको असर छ। कुनै व्यक्ति घरमा परिवारका सदस्यहरू झगडा गरिरहन्छन्, साना साना कुरामा झगडाका इस्युहरू आइरहन्छ अनि हजुरहरूको घरमा हस्पिटलको औषधि खाइरहनुहुन्छ तर औषधिले कुनै पनि काम गर्दैन, निको हुँदैन। हजुरको घरि टाउको दुख्छ, टाउकाको औषधि खानुहुन्छ, हात दुख्ने गर्छ, हातको औषधि खानुहुन्छ, पेट दुख्ने गर्छ। एउटा रोगको निको हुँदा बित्तिकै अर्को रोग जागृत हुन्छ, अर्को रोग लाग्न सुरु गर्छ। हजुरलाई एकान्तमा बस्न मन लाग्छ, कुनै व्यक्तिहरू बोल्दा रिस उठ्छ, चिडचिडापन हुन्छ, बेचैनी हुन्छ, आत्मबल घटेर जान्छ, मन असाध्यै अशान्त हुन्छ, मन बेचैनी हुन्छ। हजुरलाई कुनै पनि चिज सोच्न सक्नुहुन्न। हजुरलाई किन मलाई यस्तो भइरहेको छ भनेर सोच्ने पनि त्यो अवस्थामा आउनुहुन्न। हजुरलाई नकारात्मक तत्त्वहरूको ख्याल आउँछ, मर्ने मन लाग्छ, झुन्डिने मन लाग्छ, हजुरलाई अब म सकिन्छु, अब मेरो जीवन सकियो भन्ने जस्ता ख्यालहरू आउन थाल्छ। हजुरलाई आफ्नो घर परिवारको माया अब लाग्न छोड्छ। हजुर अँध्यारोमा बस्न रुचाउनुहुन्छ, हजुर एकान्तमा बस्न रुचाउनुहुन्छ। हो, यस्तो अवस्था आइरहेको छ भने हजुरलाई कुनै पनि व्यक्तिले नकारात्मक शक्ति छोडिदिएको छ घरमा अथवा आफ्नो शरीरमा र हजुरको जीवन तहसनस भइरहेको छ। त्यस कारणले गर्दा हजुरहरूलाई यस्तो अवस्था आइरहेको छ भने हजुरले के गर्नुहोस् भन्दा कुनै पनि शनिबारको दिन हजुरले पिपलको बोट मुनिको माटो लिएर हजुरले आफ्नो निधारमा लगाउँदै एउटा मन्त्र भन्नुपर्नेछ। ओम क्लीम ह्रीम सर्व सङ्कट सर्व रोग सर्व बाधा नाशाय नमः भन्दै हजुरले यो मन्त्र चाइन्ट गर्न सुरु गर्नुहोस् र हजुरका ती भूत प्रेत डाइनी बोक्सेनी यस्ता नजर दोषहरू भागेर जानेछन्। ब्ल्याक म्याजिक हजुरको घरबाट भागेर जानेछ, सकारात्मक ऊर्जा हजुरको घरमा प्रवेश गर्नेछ र हजुर धन्य धान्य स्वरूपमा हजुरको जीवन सुखमय बित्नेछ। हजुरलाई सकारात्मक ऊर्जाको प्रभाव हुनेछ, हजुरको शरीरबाट सकारात्मक ऊर्जाको पैदा हुनेछ र यो अवस्थामा हजुरले यो उपाय गर्नुहोस् र आफ्नो जीवन स्वस्थ राख्नुहोस्, आफ्नो मन स्वस्थ राख्नुहोस्, आफ्नो मानसिक स्वरूप स्वस्थ राख्नुहोस्, चिन्तन स्वस्थ राख्नुहोस्। यो प्रक्रियाद्वारा हजुर स्वस्थ रहन सक्नुहुन्छ र नकारात्मक शक्तिलाई भगाउन सक्नुहुनेछ। र हजुरका केही कष्टहरू छन्, नवग्रहहरूको उपचार गर्न चाहनुहुन्छ, ग्रह देखाएर आफ्नो जीवन उत्तरोत्तर प्रगतितिर लान चाहनुहुन्छ, सजिलै माध्यमबाट छिट्टै आफ्नो काम बनाउन चाहनुहुन्छ भने हजुरले मसँग हामीहरूसँग परामर्श गर्न, छलफल गर्न, हामीहरूसँग जोडिनको लागि टिकटकको बायोमा फोन नम्बर छ, व्हाट्सएपमा जोड्नुहोस्। टिकटकको बायोमा युट्युबको लिङ्क छ, सब्सक्राइब गर्न नभुल्नुहोस्। जय शम्भो, जय शम्भो।